पर्यटकको हिसाबले हामीले पर्यटनमा हाम्रो यो गौरीसँग संरक्षित क्षेत्रमा भएका पर्यटकीय गन्तव्यहरूको बारेमा हामीले गन्तव्य पर्यटन गौरीशङ्कर गन्तव्य भन्ने कार्यक्रमहरू पनि डेभलप गरेर प्रसारण गर्दैछौँ, जसले चाहिँ हाम्रा डेस्टिनेसनहरूको बारेमा चाहिँ विस्तृत जानकारी दिएर प्रचार प्रसारलाई बढावा गरेर आन्तरिक तथा बाह्य पर्यटनका लागि कार्य होस् भन्ने हेतुले त्यो कार्य सुरु भएको छ। यसको अलावा हामीले डकुमेन्ट्रीहरू निर्माण गरेर हाम्रो छोरोपा ट्रेकलाई प्रमोसन गर्ने भनेर एउटा सो कार्य पनि सकेको छ भने अहिले हामी ट्रेल अडिट भनेर हामीले गौरीसँग संरक्षित क्षेत्रभित्र रहेका पदमार्गहरूको चाहिँ अडिट गर्ने कामहरू पनि हामीले सुचारू राखिरहेका छौँ र अन्यमा हामीले लिफलेट ब्रोसरहरू र प्रमोसनल पोस्टरहरू चाहिँ निर्माण गरेर यसको बारेमा चाहिँ प्रचार प्रसारलाई क्षेत्रगत रूपमा चाहिँ पुर्याउन उत्प्रेरित गरिरहेका छौँ भने अहिले हामीले विभिन्न गन्तव्यहरूको चाहिँ आकर्षित पोइन्टहरू चाहिँ कहाँ हुनसक्छ भनेर चाहिँ हामीले होर्डिङ बोर्डहरूलाई चाहिँ स्ट्राटेजिकल लोकेसन जस्तो कालिम्पोङ मन्दिरको परिसर क्षेत्रमा पुरीमा लगायतका अन्य ठाउँहरूमा चाहिँ हामीले सो गन्तव्यहरूको प्रवर्तनात्मक काम गर्दैछौँ एकापट्टि पनि। अर्को चाहिँ अब पर्यटनमा धार्मिक र हाम्रो प्राकृतिक पर्यटन त छँदै थियो, त्यसका अलावा हामीले चाहिँ वन्यजन्तु वाइल्ड लाइफ टुरिज्म पनि जोड्न सक्नुपर्छ भनेर हामीले यो क्षेत्रमा भएका वन्यजन्तुहरूको पिक्टोरियल इन्फर्मेसन चाहिँ अलङ द रुट हाम्रा प्राय बाटोहरूमा चाहिँ राखेर आउन यो क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरूको लागि चाहिँ जानकारीमूलक स्थानीयहरूलाई जानकारीमूलक र पर्यटकको हिसाबले भोलिको सम्भावना रोक्ने यी वन्यजन्तुहरू संरक्षित जनावरहरूको बारेमा सूचना र प्रबन्धनात्मक कामलाई पनि हामीले जोडिरहेका छौँ। जस्तो तपाईँले कस्तुरीको एउटा एरिया छुट्याएको छ भन्ने थियो, त्यो प्रोजेक्ट के हो सर खास गरेर? हामीले विगत 3 वर्षदेखि यो पछिल्लो वन्यजन्तुको अवस्था र कुन क्षेत्र चाहिँ केका लागि प्रख्यात हुन सक्छन् र त्यसका इस्टिमेटेड पपुलेसनहरू के गर्न सकिन्छ भनेर हामीले विशेष गरी हिमचितुवा, कस्तुरी र रेड पार्टनर तीनटा चाहिँ हाम्रा प्रोटेक्टेड एनिमलहरूको बारेमा थोरै हामीले फोकस गरेर काम गरेका थियौँ। हिमचितुवाको अलमोस्ट काम सकिएको छ र विभागमा हाम्रो प्रतिवेदन फाइनल हुने क्रममा पुगेको छ भने त्यसको अलावा साथसाथै हामीले कस्तुरीको लप्चीदेखि तलको क्षेत्रमा एउटा कस्तुरीको राम्रो हेबिटेट भएको एरियामा हामीले क्यामेराहरू इन्स्टलेसन गरेर त्यहाँ चाहिँ कस्तुरीको कस्तो खालको चाहिँ विचरण छ, कति सङ्ख्यामा छ भनेर हामीले त्यो क्षेत्रमा चाहिँ तथ्याङ्कका लागि हामीले अध्ययन अनुसन्धान जारी राखेका छौँ र छिटै नै त्यो क्षेत्र चाहिँ पोटेन्सियल हुन सक्ने भन्ने हाम्रो प्रारम्भिक तथ्याङ्कहरूले चाहिँ देखाउँछ। र साथसाथै यसका अलावा रेड पान्डाका लागि हामीले मार्बु क्षेत्रदेखि सुरु गरेर सुरी, मार्बु, सिक्पा सोरसम्मको एरियालाई पनि हामीले कभरेज गर्ने हिसाबले रेड पान्डाका लागि पनि अध्ययन चाहिँ गरिरहेछौँ। यसको मकसद चाहिँ के हो भने हाम्रो क्षेत्रमा रहेका संरक्षित जनावरहरूलाई अब पर्यटकसँग आउने व्यक्तिहरूको या त्यो स्रोतहरूमा चाहिँ वन्यजन्तु मैत्री या वन्यजन्तु पनि पर्यटनको आकर्षण हुनसक्छ भनेर जसरी तराईले, बर्दियाले, चितवनले चाहिँ पर्यटकलाई तान्न सकेको छ भने भोलिका दिनमा गौरीशङ्करले पनि यो खालका वन्यजन्तुहरूको विचरण र अवस्थाहरूको बारेमा आनीबानीका बारेमा जानकारीमूलक कुरालाई वस्तुगत रूपमा स्थलगत रूपमा चाहिँ हेर्न आउन सकुन् भन्ने हिसाबले हामीले यसलाई चाहिँ जोड्न खोजिरहेका छौँ। जस्तै हिमचितुवा र रेड पान्डा र कस्तुरी यिनीहरूको तथ्याङ्क सङ्कलन चाहिँ के छ, डाटा हामीसँग अहिले के छ खास तपाईँहरूको? अब मोनिटरिङले के भन्छ? मोनिटरिङले अहिले हामी प्रारम्भिक चरणमै छौँ। हामीले अहिले पनि क्यामेरा डिप्लोय गरिरहेको हामीले क्षेत्रगत रूपमा हामीसँग चाहिँ स्वचालित क्यामेराहरू चाहिँ हामीले ग्रिड बनाएर हाम्रा क्षेत्रहरूमा एलिभेसनको आधारमा र पोटेन्सियलिटीको आधारमा चाहिँ राखेका छौँ र हामी चाहिँ अहिले यतापट्टि इस्ट ब्लकदेखि हामीले सुरु गरेर वेस्ट ब्लकको लागि चाहिँ हामीले सिफ्टिङ गरिरहेका छौँ। त्यो क्षेत्रमा जाँदाखेरि हामीले अहिले प्रारम्भिक चरणमा हामीले तथ्याङ्कको हिसाबले अकरेन्सको हिसाबले पाइएको छ,
तर हामीले ठ्याक्कै पपुलेसनको हिसाबले कति सङ्ख्यामा छ भन्नलाई चाहिँ यही समय हामीले नियमित अध्ययन गर्नुपर्ने हुन्छ र त्यो अध्ययनकै चरणमा भएको हुनाले त्यसलाई चाहिँ पछिको अध्ययन पछाडिका परिणामले देखाउन। गत वर्ष हामीले 76 प्रजातिका चोयाहरूको अभिलेखीकरण गरेका छौँ र यसपालि पनि हाम्रो रिसर्च जारी छ। हामी कन्टिन्यू छौँ र हाम्रो यो चराहरू प्रजातिहरूको चाहिँ सिजनल डेटा हुन्छ। त्यो भएर मे महिनामा हामी एउटा फेरि अर्को सर्वे गरेर हामी यसलाई अपडेट गर्न खोजिरहेको छौँ र अब 2026मा हामी 4वटा पब्लिकेसन गर्ने तयारीमा छौँ। हाम्रो यो क्षेत्रमा भएका म्यामल्स स्तनधारी जनावरहरूको बारेको एउटा इन्फर्मेसन, एउटा चाहिँ हर्बेटोफाउनाको उभयचरको एउटा प्रोफाइल, एउटा हामी माछा यो क्षेत्रमा भएका पलायनमा रहेका माछाहरूको अवस्था र कुन कुन प्रजाति छ भन्ने त्यो एउटा र एउटा चराका हामीले यी 4वटा स्पेसिसहरूलाई चाहिँ पब्लिकेसनको लागि 2026 सम्ममा अध्ययन कम्प्लिट गरेर चाहिँ बनाउन सक्छौँ भनेर हामी त्यसमा काम गरिरहेको छौँ। हिजोको ट्रेकिङ रुट चाहिँ अहिलेको पहुँच मार्ग बन्दै गरेको हुनाले अहिले चाहिँ डाइभर्सन भइराख्ने, अहिले एक ठाउँमा एरर साइन देखाइयो, उहाँहरूले पहुँच मार्ग निर्माण कार्य गर्दाखेरि त्यो क्षेत्रहरू चाहिँ निषेध गरेर डाइभर्सन गर्नुपर्ने र त्यो डाइभर्सनको कारणले हाम्रा लोकेसन म्यापहरू चाहिँ उपयुक्त नहुने हुनाले भएका होर्डिङ बोर्डहरू पनि हामीले उखेलेर त्यहाँ राखिएको छ र छिटै नै अब त्यो पहुँच मार्ग यो 1 महिनाभित्रमै 3 मन्थसम्म चाहिँ खुल्ने भन्ने सकेपछि तुरुन्तै हामीले सम्भवतः यो असार अगाडि नै हामी त्यो पुराना पहुँच मार्ग ट्रेकिङ रुटहरूलाई चाहिँ लोकेसनको हिसाबले अपडेट गर्ने नै भन्ने प्लान छ। यो क्षेत्रको पर्यापर्यटनको प्रबन्धनको हिसाबले हामीले प्रबन्धनात्मक कार्य र प्रचार प्रसारको कार्य नै पहिलो हुन्छ र जुन कार्यको लागि हामीले यो क्षेत्रमा भएका गन्तव्य सम्भावित गन्तव्य जहाँ चाहिँ पहिचान गरेर उसको प्रमोसन गर्नुपर्छ भनेर हामीले त्यसको होर्डिङ बोर्डहरू निर्माण गरिसकेका छौँ। अघि पनि मैले उल्लेख गरिसकेँ, हामीले कालिम्पोङमा यो क्षेत्रका 20वटा भन्दा बढी गन्तव्य स्थानहरूको म्यापिङ सहितको बोर्डहरू चाहिँ इन्स्टल गरेका छौँ। दोस्रोमा हामीले बोला पोखरी लगायतका हाम्रा यो क्षेत्रमा भएका वेटल्यान्डहरू जुन जुन पोखरी छन् धार्मिक रूपले, प्राकृतिक रूपले र यो जैविक विविधताको हिसाबले पनि महत्त्वपूर्ण स्थानहरू राखेका छन् भने यसका अलावा ऐतिहासिक क्षेत्रहरू पनि यो क्षेत्रमा रहेको छ र त्यो क्षेत्रको प्रमोसनको लागि हामी सुरुमा साइनेज डेभलपमेन्ट गर्ने, लोकेसन म्याप डेभलपमेन्ट गर्ने र सम्बन्धित पूर्वाधार निकायहरूसँग जस्तो पर्यटन मन्त्रालय, पर्यटन विभाग, एनटिभी, नेपाल टुरिज्म बोर्ड, स्थानीय पालिका, प्रदेश लगायतका बजेटरी संस्थाहरू निकायहरूसँग मिलेर चाहिँ त्यसको एकीकृत योजना र विकास गर्नलाई हामीले हाम्रो तर्फबाट चाहिँ प्रबन्धनात्मक, त्यसको अध्ययन, त्यसको म्यापिङ, त्यसको हुनसक्ने सम्भावित जानकारीहरूको अभिलेखीकरण चाहिँ कार्य गरिरहेछौँ र गत वर्ष हामीले 1250 रुटको रेडी गरेर हामीले बोरा पोखरीसम्मको म्यापिङहरू र त्यहाँ अस्थायी मर्मत हाम्रो रुटहरू मर्मत पनि गरिसकेका छौँ भने अब यो साल नियमित रूपमा अगाडि बढाएर हामीले त्यो गन्तव्यसम्मलाई प्रबन्धनात्मक गर्ने भनेर एउटा सूची तयार गरेका छौँ। सँगसँगै अर्को चाहिँ हामीले देवडुङ्गाको रुटलाई पनि एउटा हामीले अल्टरनेटिभ रुटको हिसाबले जोड्न सकिन्छ कि भनेर हामी एउटा अध्ययन गर्न गइरहेछौँ। कतिको व्यवहारिक र सहज हुन्छ। जुन बोला पोखरी पल्टानबाट चाहिँ देवडुङ्गा जाने चाहिँ अर्को वैकल्पिक रुटहरू चाहिँ यदि एक्सेस भयो भने हामीले त्यसलाई पनि एउटा वैकल्पिक मार्गको रूपमा निर्माण गर्न उपयुक्त हुन सक्छ भनेर हामीले गत 15 दिन अगाडि मात्रै चाहिँ हाम्रो एउटा प्राविधिक टोली चाहिँ एउटा रेकी चाहिँ गरेका छ। अब यसमा चाहिँ अलिकति पूर्वाधारको हिसाबले धेरै चाहिँ काम निर्माण गर्नुपर्ने देखिएको हुनाले अब सम्बन्धित निकायहरूसँग कोअर्डिनेसनमा हामी काम गर्नेछौँ र समग्रमा गैर सङ्घीय सदस्यहरूले भित्र रहेका पर्यटकीय क्षेत्रहरूको पहिचानको लागि हामीले एउटा म्यानेजमेन्ट प्लान पनि बनाउनुपर्छ भनेर हामीले 2 वर्ष अगाडि नै हामी छलफलको विषयमा राखेको थियो
बिचमा हाम्रो स्थानीय जिल्ला समन्वय कार्यालयले चाहिँ दोलखा जिल्लाको एउटा पर्यटन व्यवस्थापन कार्ययोजना बनाउने भनेर त्यो प्रस्ताव आइसकेपछि चाहिँ डुप्लिकेसन हुने भएको हुनाले ल होल दोलखाकै बन्दैछ भने हामी त्यसलाई पुरेर त्यसले नसमेटिएका विषयहरूलाई चाहिँ हाम्रो म्यानेजमेन्ट प्लानमा एसोसिएट गर्नुपर्छ भनेर हामी वेटिङमा छौँ र यो चाहिँ सायद निर्माणकै चरणमा छ होला। हामीसँग 2 चोटि सम्बन्धित स्टेक होल्डरहरू पनि छलफलमा आइसक्नु भएको हुनाले त्यसको पब्लिकेसन पछाडि सायद सम्भवतः हामी आगामी वर्षमा एउटा पर्यटन व्यवस्थापन योजना चाहिँ निर्माण गर्ने हामी सोचमा छौँ। जस्तो स्थानीयहरूसँगको सहकारी समन्वय गर्नुलाई चाहिँ कतिको अब्स्ट्याकलहरू भइरहेछ, समस्याहरू के छन्, हामीलाई समाधानका उपायहरू कसरी निकाल्नु भएको छ, के छ? हामीलाई स्थानीयहरूसँगको सहकारीमा हामीलाई त्यस्तो धेरै चुनौती छैन, किन भन्दा हाम्रो समुदाय क्षेत्र व्यवस्थापन समिति भनेकै यो समुदाय क्षेत्र समुदायमा आधारित संरक्षण क्षेत्र हो। यसको मोडालिटी नै भनेको चाहिँ स्थानीय समुदायले संरक्षण गर्ने र उसले दिगो उपयोग गर्ने भन्ने हाम्रो ऐनले नै स्थापित गर्छ। र अहिले हामीलाई कार्य गर्नलाई हामीसँग रहेको समुदाय क्षेत्र व्यवस्थापन समिति छ, जसमा चाहिँ तत्कालीन गाविस अध्यक्ष प्रधान सदस्य रहने व्यवस्थामा चाहिँ अहिले हाल वडा अध्यक्ष चाहिँ त्यसको प्रधान सदस्य रहेर हाम्रो प्रत्येक वडाहरू हाम्रो अहिले समुदाय क्षेत्रमा 25 वटा वडा छन्। 25 वडाका वडामा रहेका समुदाय क्षेत्र व्यवस्थापन समितिको निर्णय चाहिँ स्वयं वडा अध्यक्ष सहितको निर्णय हुने भएको हुनाले हामीले त्यहाँको कार्य गर्नको लागि खासै हामीसँग त्यस्तो विमति छैन। यद्यपि अहिले पछिल्लो समयमा मानव वन्यजन्तु द्वन्द्वको कारणले भइरहेका कृषकहरूको जुन समस्या छ त्यो समस्यालाई चाहिँ अपेक्षाकृत रूपमा चाहिँ सम्बोधन गर्ने अवस्था आर्थिक कारणले प्राविधिक कारणले चाहिँ को कारणले यता गर्दा कहिलेकाहीँ त्यो खालका कन्फ्लिक्ट आउँछ। अनि त्योभन्दा अलावा तपाईँले सोध्न खोज्नु भएको विषय सायद यो प्राकृतिक स्रोतको एक्सट्र्याक्सन जुन विशेष गरी आलमपुर क्षेत्रमा रहेका लगायत यसमा आदिवासी जनजाति मात्र नभएर हाम्रो त सबै व्यक्तित्वहरू जो स्थानीय हुनुहुन्छ त्यहाँको स्थानीय ओडाका सम्पूर्ण उपभोक्ता टोलवासीहरूले नै आफूसँग रहेका प्राकृतिक स्रोतमाथिको पहुँच उहाँहरूसँग हुन्छ। हामीसँग समुदाय क्षेत्र व्यवस्थापन समिति हुन्छ र उहाँहरू नै बसेर चाहिँ उहाँहरूले आफ्ना उपभोग दस्तुरहरू तोक्ने, सङ्कलन अनुमति दिने, कुन क्षेत्रलाई निषेध गर्ने, कुन क्षेत्रलाई खोल्ने भन्ने कुराको सर्वाधिकारै हाम्रो समुदाय क्षेत्र व्यवस्थापन समितिलाई रहने र कुनै पनि स्रोतमाथिको प्रयोग, सङ्कलन, प्रयोग र त्यसको चाहिँ ओसार पसारका लागि पहिलो शर्त भनेकै त्यहीँको समितिको चाहिँ सिफारिस आवश्यकता पर्ने चाहिँ हाम्रो कानुनी मोडालिटी भएको हुनाले उहाँहरूको सहमति, उहाँहरूको अनुमति, उहाँहरूको चाहिँ संयुक्त रूपमा समझदारी नभइकन त कुनै पनि प्राकृतिक स्रोतको उपयोगै हुने विषय रहेन हाम्रोमा। जहाँसम्म रह्यो हजुरले सोध्न खोज्नु भएको विषय के हुन सक्ला भने उहाँहरूले उपयोग गर्दै गरेको विषयमा समुदाय क्षेत्रको कुनै पनि कानुनले उपयोग गर्नलाई निषेध गर्दैन। यदि यदा कदा कोही सीमित व्यक्तिहरूले प्राकृतिक स्रोतलाई चाहिँ सङ्कलन गरेर बिक्री गर्दै हुनुहुन्थ्यो, अवैध रूपमा चाहिँ गर्दै हुनुहुन्थ्यो भने उहाँहरूले त्यो कानुनले निषेध गरेका छ। र संरक्षण क्षेत्रभित्र रहेका कुनै पनि प्राकृतिक स्रोत चाहिँ जुन चाहिँ कानुनले प्रतिबन्धित छैन गरेको छैन भने सम्पूर्ण चिजहरू चाहिँ उहाँहरूले आफ्नो कार्ययोजनामा राखेर सङ्कलन गर्नलाई चाहिँ हाम्रो समुदाय क्षेत्र व्यवस्थापन समितिलाई अधिकारी कानुनले नै दिएको हुनाले त्यस्तो विषयमा विवाद छैन। अब ढुङ्गा खानीको विषय चाहिँ हाम्रो क्षेत्रमा अलिकति पेचिलो बनाएर पछिल्लो समयमा आएको छ। त्यसमा तपाईँले जोड्न खोजेको सायद थामी जातिसँग जोड्न खोज्नु होला। उहाँहरूलाई सङ्कलन गरेर समुदाय क्षेत्रभित्रको स्थानीयहरूमा उपयोग गर्नलाई हाम्रो कानुनले रोक्दैन। तर यदि उहाँहरूले चाहिँ कमर्सियल रूपमा चाहिँ सङ्कलन गरेर काठमाडौँ लगेर बेच्नलाई चाहिँ उहाँहरूलाई त्यो सङ्कलन गर्ने कानुन चाहिँ जुन खानी ऐनले चाहिँ आकर्षित भएको हुनाले खानी दरकार नभएको ठाउँमा चाहिँ सङ्कलन गर्न नगरेर अनि काठमाडौँ लगेर बिक्री वितरण व्यावसायिक बिक्री वितरण गर्नलाई चाहिँ कानुन राज्यका अन्य प्रचलित कानुनले चाहिँ रोकेको।
संरक्षण क्षेत्रको कानुनले त के भन्छ भने दिगो रूपमा संरक्षण गर्नुहोस्, उपभोग गर्नलाई त हाम्रो संरक्षण क्षेत्र व्यवस्था नियमले 53ले र हाम्रो कार्ययोजनाले चाहिँ यथेष्ट रूपमा अहिले पनि हामी उपयोग गर्नलाई कुनै कानुनी रूपमा चाहिँ झन्झट छैन। कहिलेकाहीँ बुझी बुझाइमा मान्छेले अब लोकल भाषामा संरक्षण क्षेत्रले गर्दा चाहिँ हामीले बिक्री गर्न पाइनौँ भन्ने खालको भाष्य यता गर्दा मैले पनि सुने हो। तर त्यसमा चाहिँ त्यो सत्य होइन। हाम्रो कानुनले भन्दा पनि राज्यको खाने ऐन जुन चाहिँ कुनै पनि खाने सञ्चालन गर्नलाई चाहिँ राज्यको खाने ऐनमा दर्ता गरेर सूचीकृत गरेर मात्रै बिक्री वितरण गर्ने भन्ने छ। त्यसमा चाहिँ हाम्रो क्षेत्र यतिका नपर्ने भएको हुनाले हामीले चाहिँ त्यसमा सहजीकरण गर्न नसकेको अवस्था मात्रै हो। निश्चय नै भोलिका दिनमा राज्यले त्यसको अन्वेषण गरेर भोलि सङ्कलन गर्ने अनुमति दिएर अगाडि बढाएको खण्डमा संरक्षण क्षेत्रले गर्नुपर्ने सहयोग सहजीकरण त हिजो पनि गर्दै आएको छ, भोलि पनि गर्ने नै छ। जस्तो अहिले छोरोल्पाको ट्रेक अनि यसको चाम के छ सर पछिल्लो समयमा विगतको हाम्रो असोज 12को बाढी पश्चात हामी अलिकति झस्केका थियौँ। अब चाहिँ यो क्षेत्रले अलिकति पुनरुत्थान गर्नलाई फेरि हामीलाई दुःख हुन्छ कि पहिले पनि हाम्रो भूकम्पले हामीलाई धेरै पछाडि पायो, कोभिड आइदियो। तर यो वर्षको हाम्रो जुन फ्लो देखियो त्यसमा चाहिँ हामी उत्साहित भएका छौँ। यो क्षेत्रमा सम्भावना भएका ठाउँहरू मध्येको एउटा ठाउँ चाहिँ छोरोल्पा पनि हो। त्यसले चाहिँ हाम्रो बाह्य पर्यटन सँगसँगै आन्तरिक पर्यटन चाहिँ अझ बढेर गएको छ र हामीले त्यसको प्रबन्धनात्मक कार्यका लागि अहिले हामीले छोरोल्पाको छुट्टै ब्रोसरै हामीले पब्लिस नै गरिसकेका छौँ, ताकि यसले चाहिँ एउटा डेस्टिनेसनको हिसाबले चाहिँ प्रमोट गर्न सकियोस् भनेर हामीले कहाँ जाने, कसरी जाने, कहाँ बस्न सकिन्छ, कस्तो छ भनेर त्यो विषयलाई राखेर अहिले हामी आन्तरिक पर्यटकहरूका लागि पनि छोरोल्पाका लागि एउटा प्याकेज चाहिँ इन्फर्मेसनको हिसाबले हामी प्याकेज डेलिभर गरिरहेका छौँ। यो लाभावरदेखि लप्चीको जुन रुट छ एक्जिस्टिङ रुटदेखि बाहेक माथिको राजा हुँदै लुङमानी रुटलाई पनि हामीले गत वर्ष पनि एकचोटि प्रिलिमिनरी अडिट गरेका छौँ भने 2-3 हामीसँग सबै लोकेसनहरू र इन्फर्मेसन राखेका छौँ र हामीले त्यसको इन्स्टलेसनको लागि निर्माण कार्य चाहिँ सुचारू भएको छ। यो सायद यो निर्माण कार्यसँगै सम्मतिसँगै राख्ने भनेको छ। र दोस्रो विषयमा त्यो मात्रै नभएर अहिले त्यो क्षेत्रमा चाहिँ फोहोर मैला पनि हामीले तपाईँ पनि अब्जर्भ गर्नुभयो होला। त्यो क्षेत्रमा जाँदा प्लास्टिक, जुस, क्यानहरू अनि लगायतका अन्य फ्रुटीहरूका अनि अन्य बिस्कुटहरूका खोलहरू चाहिँ छरिएको हुनाले हामीले त्यहाँ चाहिँ बायो वेस्ट कन्सेप्टमा हामी भर्खरै 2 महिनाभित्रमा त्यसलाई चाहिँ बायो बिनहरू चाहिँ निर्माण गरेर इन्स्टलेसन गर्ने उसमा छ। र तेस्रो कुरामा लप्ची आफै पनि संवेदनशील क्षेत्र राज्यसँग त्यो क्षेत्र जाँदाखेरि चाहिँ अध्यापन विभागको छुट्टै पर्मिसन विदेशीहरूले लिनुपर्ने हुनाले जिल्ला प्रशासन कार्यालयसँगको कोअर्डिनेसनमा हामीले त्यो क्षेत्रलाई अलिकति मर्यादित बनाउनलाई संरक्षण क्षेत्र व्यवस्थापन समिति लामामगर उपसमितिहरू मिलेरसँग भर्खरै हामीले 10 दिन अगाडि एउटा बैठक बसेर त्यो क्षेत्रमा पदयात्रीहरूको भिजिटका लागि आवश्यक पर्ने लोकल गाइडको कन्सेप्टमा हामी काम गर्न सकिन्छ कि भनेर त्यो विषय पनि छलफल गरेर निर्णय भएको छ। त्यसमा हामी काम गर्दैछौँ। दोस्रो विषयमा त्यो क्षेत्रलाई अलिकति पहिचानको हिसाबले र संवेदनशीलताको हिसाबले पनि राज्य निर्मित कानुनहरूलाई निर्देश गर्ने खालका होर्डिङ बोर्डहरू चाहिँ लामाबगरदेखि नै हामी छिटै नै यो असार अगाडि नै राख्ने भन्ने कुराको एउटा निष्कर्षमा पुगेका छौँ। र आजसम्म देखिनुको कारण चाहिँ यो विगत 3 वर्षदेखि निर्माण भइरहेको पहुँच मार्गको निर्माणले नै हाम्रा ती साइनेजहरू चाहिँ त्यहाँ स्थापना गर्न नसकेको र बाँकी हामीले बौलापोखरी जाने, हामीले छोरोल्पा जाने र अन्य लगायतका प्रख्यात ट्रेकहरूमा चाहिँ अलरेडी हामीले इन्स्टाब्लिस 2 वर्षमा हामीले करिबन 300वटा होर्डिङ बोर्डहरू र साइनेजहरू चाहिँ इन्स्टल गरेका छौँ। 2030मा स्थापना भएको राष्ट्रिय गुणवत्ता भर्खर स्थापित हुँदैछ भने यो त 2067 सालमा मात्रै स्थापना भएको छ। त्यो भएर हामी भर्खर 10-15 वर्षमै धेरै हतोत्साहित हुनु हुँदैन। यसको दीर्घकालीन रूपमा यसलाई समुचित रूपमा जोगाउन सक्यो भने हामीसँग भएका 14वटा भन्दा बढी हिम श्रृङ्खलाहरू
यहाँ भएका जैव विविधताहरू, यहाँ भएका कला संस्कृतिहरू यी सबैको समायोजन रूपमा र अहिले पछिल्लो समय हाइड्रो पावरले गर्दा बढ्न सक्ने पहुँच मार्गहरूलाई भोलि चाहिँ राम्रो सफारीका रूपमा प्रयोग गर्न सक्ने पोटेन्सियलिटी पनि यो क्षेत्रमा देखिएको हुनाले अबको यो निर्माण कार्य सम्पन्न पछाडि यो क्षेत्रको चाहिँ भविष्य राम्रो हुन्छ भन्ने म चाहिँ पर्सनल रूपमा र संस्थागत रूपमा पनि देख्छु भनेर म यही सूचना चाहिँ सबैमा सञ्चालन